आज चाहिँ म चौचौ फ्राई गरेको भिडियो चाहिँ सबैसँग सेयर गर्दैछु। ल हेरौँ है त। यहाँ चाहिँ मैले एउटा चौचौ लिएँ। त्यसपछि यता चाहिँ क्याप्सिकम, लसुन, खोर्सानी र प्याज, यता बन्दा यता टमाटरलाई लिएर एकपट्टि चाहिँ मैले यसरी ससेज फ्राई गरेँ। ससेज चाहिँ यसरी फ्राई भइसके पछाडि मैले निकालेर पोटकोमा राख्दैछु। सबै राखिसकेँ अनि यतापट्टि चाहिँ मैले चौचौलाई उमाल्नलाई राखिदिएको छु। यहाँ चाहिँ मैले दुईवटा चौचौ युज गर्दैछु र चौचौ चाहिँ यसरी मजाले उमेर पाकेपछि मैले एउटा प्लेटमा राखेँ। त्यस पछाडि तेल हालेँ एउटा प्यानमा र तेल तातेपछि लसुन फुराइदिएँ र माथिबाट प्याज पनि हालिदिएँ। मलाई चाहिँ लसुन हालेको एकदमै मनपर्छ नि त साथीहरू, त्यही भएर म चाहिँ जेमा पनि लसुन हाल्छु क्या। र त्यस पछाडि माथिबाट मैले खोर्सानी पनि राखेँ र त्यसलाई पनि राम्रोसँग चलाइदिएँ सबैतिर मजाले। अब माथिबाट मैले टमाटर हाल्थेँ र टमाटरलाई पनि फेरि चलाइदिँदैछु मजाले। त्यसपछि माथिबाट मैले नुन हालिदिएँ, थोरै मसला। त्यसपछि फेरि पनि चलाउँदैछु यसरी। तपाईँहरूले चाहिँ चलाउनै जान्दैन रहेछ यसले त भनेर चाहिँ नसोच्नु होला। के गर्नु, आफै खिच्नुपर्छ, आफै पकाउनुपर्छ। त्यसले गर्दा हल्का बाङ्गो टिङ्गो यताउति हुन्छ कि चलाउनै जानिँदैन राम्ररी। ल फेरि मैले यसमा फेरि क्याप्सिकम हालेँ र फेरि बन्दा हालेँ र फेरि पनि चलाउँदैछु। फेरि पनि त्यस्तै हुँदैछ होइन न, चलाउनै नजानेको जस्तो कि। ल अब यसलाई पनि मजाले चलाउँदै धेरै बेर पकाएँ। मैले हल्का मात्रै पकाएँ र त्यस पछाडि चाहिँ मैले चौचौको मसला, तेल, खोर्सानी यसरी हाल्दैछु र यसलाई पनि फेरि चलाउँदैछु, फेरि सबैतिर मिक्स हुने गरी। फेरि चलाएर अब यो चाहिँ यत्तिको भयो र माथिबाट ससेज हाल्दै फेरि चौचौ पनि यसरी हाल्थेँ र यसरी सानो काँटाले यसरी चलाउँदैछु। पनिउले चलाउनु चाहिँ हल्का अप्ठ्यारो भयो जस्तो भएर नि यसरी काँटाले यसरी फ्राई गरेको। फेरि एकपल्ट पनिउले एकपल्ट काँटाले गर्दै म चाहिँ यसरी फ्राई गर्दैछु। अब यो यतिको भइसकेको छ। फेरि पनि यसलाई म फेरि फ्राई गर्दैछु मजाले। र अब चाहिँ यतिको भयो र मैले माथिबाट चाहिँ यसरी काटेको धनियाँलाई राखिदिएँ र फेरि पनि यसरी मजाले धनियाँलाई मिक्स गर्दै फ्राई गर्दैछु। ल अब यो चौचौ फ्राई पनि रेडी भयो। यो चाहिँ हेर्दा कस्तो लाग्यो तपाईँहरूलाई, तर यो खाना चाहिँ एकदमै मिठो भएको थियो। हस् त, बाई।